यो चाहिँ क्यान्डल फर्मेसनको सेकेन्ड भिडियो हुन्छ होइन सायद। अलिक मैले आफूले हेरेको, मैले बनाएको भिडियो अलिक राम्रोसँग बुझाउन सकिनँ छु जस्तो लाग्यो त्यतिखेर चाहिँ, त्यही भएर कारणले गर्दाखेरि आजको यो भिडियोमा चाहिँ यसलाई चाहिँ म जेरोबाट क्या हुन्छ लाइक लिटरली जेरोबाट चाहिँ कसरी बन्छ त क्यान्डल होइन, कसरी अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। फर्मेसन हुन्छ त्यो एउटा क्यान्डल चाहिँ के हुन्छ त त्यो क्यान्डलको भित्र जाँदाखेरि चाहिँ भनेर बुझाउने ट्राई गर्छ त। मैले एउटा बुलिस क्यान्डल लिएको छु होइन इक्जाम्पलको लागि, यो आफूले ड्र गरेको क्यान्डल हो। त्यस पछाडि यतापट्टि छ यो चाहिँ एउटा चार्ट, क्यान्डल स्टिक चार्ट छ होइन। यो चाहिँ मैले यहीँ माथिबाट स्क्रिनसट गरेर यहाँ तल कपी पेस्ट चप्काएको होइन। त्यसरी यता छ मैले यो, अब तपाईँले अलिक बुझ्न अलि अब रहने दो, बहुत बुरे लग रहे हो। तौबा तौबा तौबा, थारा मूड खराब कर दिया। मा चाहिँ अलिक गाह्रो हुन्छ नि त, त्यही भएर मैले यो लाइन ड्र गरेको। यो लाइन ड्र चाहिँ किन यस्तो गरेको त, के गाह्रो छ होइन, यही हो ठ्याक्कै। हाई र लोको ठ्याक्क मैले बनाएर होइन यतापट्टि जस्ट बुझाउन सजिलो हुन्छ भनेर लाइन मात्रै बनाएको है त, केही छैन है गाह्रो। कसरी बन्छ होइन के हो त भनेर चाहिँ एक्सप्लेन गर्नको लागि मात्रै बनाएर आएको। अस्ति मैले भनेअनुसारको होइन यो क्यान्डलको हुन्छ नि लाइक जेरोबाट स्टार्ट गर्ने भएपछि क्यान्डल कसरी कहाँबाट स्टार्ट हुन्छ के हो त्योबाट जाउँ न त फेरि होइन। एकचोटि क्यान्डलको चाहिँ अस्ति भनेअनुसार चाहिँ क्यान्डलको चाहिँ जहिले पनि बढी हुन्छ, हाई हुन्छ, लो हुन्छ, बढी हुन्छ, लो हुन्छ या हाई हुन्छ होइन। लो हुन्छ, बढी हुन्छ, हाई हुन्छ, जे भए पनि त्यो तिनवटा नभइकन क्यान्डल चाहिँ बन्दैन। हाई हुने पऱ्यो, लो हुने पऱ्यो, बढी हुनु पऱ्यो। बढी चाहिँ कहाँबाट बन्छ भन्दाखेरि चाहिँ ओपनिङ प्राइस र क्लोजिङ प्राइसको बिचको है, त्यहाँ हामीले हाई र लोलाई चाहिँ गन्दैनौँ। हाई र लो चाहिँ यस्तो विकमा जान्छ होइन, ठ्याक्क यहीँ हेर्ने हो भने बढी भनेको चाहिँ यहाँबाट प्राइस स्टार्ट भएको छ अनि तल गयो, तल गएपछि फेरि माथि जान्छ। जहाँबाट स्टार्टिङ भएको छ, स्टार्टिङ भएको प्राइस चाहिँ कि त तलतिर गयो या त्यसलाई स्टार्टिङ भएको प्राइसलाई नागेर मासतिर गयो। त्यस पछाडि जहाँनिर क्लोज भएको छ त्यो स्टार्टिङ र क्लोजिङको बिचको भागलाई चाहिँ त्यसलाई चाहिँ बढी भनिन्छ क्या। अनि त्यो क्लोजिङ र स्टार्टिङको बाहिरको भागलाई चाहिँ के भन्छ भन्दाखेरि विक, क्या त्यसलाई चाहिँ यो विक भनिन्छ है त। यति भइसकेपछि लगभग बुझिन्छ होला होइन। यो विक कसरी बन्यो त भन्दाखेरि यहाँबाट प्राइस स्टार्ट भएको थियो, तलतिर गयो, त्यस पछाडि माथि गयो, यहाँनिर गएर क्लोज भयो नि त होइन, यहाँनिर गएर क्लोज भएको छ नि त होइन। यो चाहिँ तलै हुनुपर्ने, फेरि ठिकै छ केही छैन। उयो रेड क्यान्डललाई कन्सिडर नगरौँ, त्यसो भए यहीँ मात्र कन्सिडर गरौँ न, यो क्यान्डल होइन है त। तल गयो, तल गएपछि फेरि यहाँको ओपनिङ प्राइसभन्दा पनि माथि गयो प्राइस भनेर अनि त्यस पछाडि बढी भन्यो क्या। त्यो चाहिँ इजी छ होइन, त्यसलाई धेरै केही त्यस्तो लाइक दिमाग घुमाउनु पर्ने केही छैन। अनि त्यस पछाडि अब यो वान डेको क्यान्डलभित्र चाहिँ अब यहाँ त फ्र्याक्टलको कुरा गर्दाखेरि चाहिँ यहाँ चाहिँ एउटा मात्रै क्यान्डल छ होइन। अब त्यहीलाई चाहिँ अलिक तल्लो टाइम फ्रेममा जाँदाखेरि चाहिँ यस्तो हुन्छ क्या। यो वान डेको क्यान्डल भयो, यो चाहिँ ल अब कति वान डेमा त अब कति घन्टा हुन्छ भन्दाखेरि 24 घन्टा हुन्छ। यहाँ लगभग 24वटै क्यान्डल छ होला सायद होइन। त्यो चाहिँ मैले जस्ट स्क्रिनसट गरेर मात्रै होइन ल्याएर राखेको मात्रै हो। अनि 1 आवरको चार्टमा जाँदाखेरि चाहिँ यहाँनिर अहिले चाहिँ डेमा जाँदाखेरि एउटा क्यान्डल देख्छ भने चाहिँ अहिले 1 आवरमा गयो अरे होइन। 1 आवर जाँदाखेरि चाहिँ 1 आवर लेख्छ त, 1 एचआर लेखेँ, एचआर भनेको चाहिँ 1 आवर। 1 आवरको चार्टमा जाँदाखेरि यस्तो देख्छ क्या होइन। त्यही फेरि 1 आवरबाट फेरि तल्लो 5 मिनटकोमा जाँदाखेरि चाहिँ झन् बिजोग देखिन्छ है, तलमाथि होइन। यस्तो स्विङहरू धेरै देखिन्छन् क्या, फ्र्याक्टल भन्छ त्यसलाई चाहिँ। अनि त्यस पछाडि यो क्यान्डल चाहिँ कसरी बन्छ त भन्दाखेरि चाहिँ ल यतापट्टि मैले यो जुन ट्रेन्ड लाइन जस्तो बनाएको छु होइन, लाइनको चार्ट बनाएको छु। यहाँबाट प्राइस ओपन भएर यहाँनिर प्राइस क्लोज भएको छ क्या है त, यो एरिया हो क्या। यहाँ कहाँबाट बुलिस क्यान्डलको चाहिँ कहाँनिरबाट ओपन हुन्छ भन्दाखेरि तलबाट ओपन भएर माथि क्लोज हुन्छ होइन। ओपन र क्लोजको बिचको एरियालाई के भन्ने भन्दाखेरि बढी। त्यस पछाडि त्यो हुन्छ नि त्यो वान डेभित्रकोमा सबभन्दा माथिसम्म प्राइस कहाँसम्म पुगेको छ भन्दाखेरि यहाँनिर यो 0 उयो एरियासम्म पुगेको छ है त, यो एरियासम्म पुगेको छ है त, यो एरियासम्म तल र माथि है। यसरी यो चाहिँ हाई र लो भयो। प्राइस कहाँबाट स्टार्ट भएको छ, यहाँबाट स्टार्ट कमेन्ट, प्राइस कहाँबाट स्टार्ट भएको छ त, यहाँबाट स्टार्ट भयो, तलतिर गयो प्राइस सुरुमा किनभने लो त बनाउनु पऱ्यो। त्यस पछाडि माथि गयो, माथि गइसके पछाडि यहाँ पुग्यो होइन, यहाँ पुगे पछाडि फेरि तल आएर क्लोज भयो, यहाँनिर क्लोज भयो। ओपन र क्लोजको बिचको भागलाई चाहिँ बढी भन्ने, त्यस पछाडि त्यहाँभन्दा तलतिरकोलाई चाहिँ लो, त्यस पछाडि माथि बाँकी भएको भागलाई चाहिँ हाई है त। इजी केही गाह्रो छैन, जस्ट यति मात्रै नर्मल कुरा हो क्या। यो चाहिँ अब फ्र्याक्टलमा जाँदाखेरि चाहिँ फ्र्याक्टल भनेको चाहिँ
मन्थली भयो, मन्थलीबाट हामी विक्लीमा झर्छौँ, विक्लीबाट डेलीमा झर्छौँ, डेलीबाट 4 आवरमा झर्छौँ, 4बाट 30 मिनटमा, त्यसरी क्या। यहाँ अनेक छ नि त, अस्ति मैले देखाएको अनुसार चाहिँ होइन, यो भागमा छ नि त यहीँ होइन। यो चाहिँ मैले जस्ट चार्ट बनाएको चाहिँ त्यसरी बुझाउनलाई। डेली क्यान्डल छ, डेली क्यान्डलबाट 1 आवरमा सिफ्ट हुँदाखेरि यस्तो टाइपको देख्छ। डेली क्यान्डलमा डेली आवरमा चाहिँ एउटा मात्रै क्यान्डल देख्छ भने चाहिँ त्यही 1 आवरभित्र त्यही 1 डेभित्र चाहिँ यस्तो क्यान्डल देख्छ क्या, 24वटा क्यान्डल देख्छ क्या। किनभने 1 आवरको टाइम फ्रेममा गए पछाडि त 1 घन्टामा एउटा क्यान्डल बन्ने हो नि त होइन। त्यही भएर चाहिँ यहाँ 24वटा क्यान्डल छ। त्यसरी यहाँ धेरै नै होला, तर मैले स्क्रिनसट मात्रै गरेको बुझ्दा ठ्याक्क भन्नुपर्दाखेरि चाहिँ वान डेभित्र 24वटा क्यान्डल बन्नु पऱ्यो क्या 1 आवरको चाहिँ। त्यसरी त्यही 1 आवरभित्र नै जाँदाखेरि चाहिँ अरू धेरै क्यान्डल बन्ने भयो नि त होइन। यति यति बुझ्नुभयो भने चाहिँ त्यो चार्ट हेर्नलाई अलिक सजिलो हुन्छ क्या। मैले डेको चार्ट हेरेको थिएँ, फेरि फेरि भित्र जाँदाखेरि डेमा हेर्दाखेरि त त्यो हाई स्विङ हुन्छ नि, यो अलिक यो यस्तो टाइपको अलिक बुझ्न त सजिलो भएको थियो। फेरि तलतिर जाँदाखेरि त अनेक छ, फेरि त्यहाँभन्दा नि तलतिर 15 मिनटको जाँदाखेरि झन् धेरै स्विङहरू, हाइलो धेरै छ, तल माथि बुझ्न अलिक दिमागै क्याच्याङ कुचुङ भयो भन्दाखेरि चाहिँ त्यसरी बुझ्नु है त। त अब सुरुमा चाहिँ हुन्छ नि, लाइक अब थाहा पाउने चाहिँ के गर्ने त भन्दाखेरि पहिले सुरु डेली क्यान्डलमा जानु या मन्थली क्यान्डलमा जानु होइन। डेली क्यान्डलमा गएर एउटा क्यान्डलको चाहिँ हाई यसरी टक्क हाई स्टार्ट हुन्छ नि, लाइक अब यो बडीको चाहिँ टुप्पो मार्क गर्नु होइन। यसरी मैले 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 जे भन्छ त्यही गर्नु है। 1 आवर म इक्जाम्पलै गरेर देखाउँछु है त माथि गएर। अहिले हामी कहाँनिर छौँ त भन्दा यहाँ छौँ है त। यसलाई मैले हटाइदिएँ, ठ्याक्क पर्फेक्ट क्यान्डल भिडिरहेको रहेछ। यसरी जाने होइन चार्टमा, ट्रेडिङ भ्यूमा जानुहोस्, त्यस पछाडि यहाँ 1 डेमा खिच्नु। 1 डेमा खिचेपछि जस्ट यत्रो खालको यस्तो खालको क्यान्डल दिन्छ। तपाईँले मिलाउन आएन भने तलमाथि यहाँबाट सारेर मिलाउने, यतापट्टिको यसरी सारेर मिलाउने, आफूलाई ठक्क आँखाबाट हेर्दाखेरि एकदम पर्फेक्ट हुन्छ नि, लाइक कन्डिसनमा राख्ने। त्यस पछाडि क्यान्डल हेर्दा अब 1 आवरको क्यान्डल ठक्क मैले भनेअनुसार मार्क गर्नु है। यहाँनिर यो यहाँनिरको क्रस बटन छ होइन, यहाँ माथि सबभन्दा टपमा यो क्रस लेखेको छ, यो क्रसबाट खिच्दाखेरि सजिलो हुन्छ। अनि यो म्याग्नेट चाहिँ अन गर्नु है। म्याग्नेट चाहिँ यो विकमा राख्नु, विकमा राखे पछाडि यसको ठ्याक्क जहाँ कहाँ आफूले खोजेको ठाउँ ठ्याक्क ठ्याक्क त्यसले आफूले उ गर्छ क्या, समाउँछ क्या। हेर्नु है त। अब हामीले के गर्दाखेरि 1 डेको चार्टमा गयौँ। 1 डेको चार्टमा गइसके पछाडि यो हुन्छ नि, लाइक बडी यहाँ छ नि त, रातो बडी तलतिर चाहिँ डाउन क्यान्डल हो होइन, बियरिस क्यान्डल हो। बियरिस बाल छैन, बुलिस बाल छैन हामीलाई होइन। हामी जस्ट यो क्यान्डलभित्र चाहिँ के हुँदो रहेछ फ्र्याक्टल बुझ्ने कोसिस गर्छौँ है त। मैले क्यान्डल कसरी बन्छ सम्झाइसकेँ होइन। अब फ्र्याक्टल जाने हो क्या। फ्र्याक्टलमा गए पछाडि भित्रभित्र जाँदाखेरि तपाईँलाई सजिलो हुन्छ, लाइक त्यही भएर मैले भनेअनुसार ल यहाँ टक्क मार्क गर्ने, गर्नुभयो मार्क। त्यस पछाडि सब यसको यहाँ बडीको लो पनि मार्क गर्ने, हाई पनि मार्क गर्ने, अनि यसको टुप्पो पनि मार्क गर्ने है त। यो अझै नजिक जानुपर्छ है त। मैले 4वटा ड्र गरेँ लाइन। के गरेँ त भन्दाखेरि यसको माथि तल बडीको तलमाथि, त्यस पछाडि पुच्छरको तलमाथि है त। अहिले म डेली टाइम फ्रेममा छु। अब म 4 आवरमा जान्छु है त। 4 आवरमा थिचेँ, एकछिन लोडिङ हुँदैछ। अनि यहाँ डबल क्लिक गर्ने, रिसेट चार्ट भ्यू गर्ने। त्यस पछाडि जहाँनिर लाइन ड्र गरेको छ त्यस पछाडि यसरी जुम गर्दै जाने होइन। अब म्याकबुक चलाउनुहुन्छ भने चाहिँ डबल हुन्छ नि, दुईवटा फिङ्गरले चाहिँ तलमाथि सार्दाखेरि यस्तो देखाउँछ। तलमाथि तल सार्दाखेरि यस्तो पछाडि जान्छ होइन, अलिक जुम आउट हुन्छ। यस्तो गर्दा माथि सार्दै जुम इन हुन्छ है। अनि त्यस पछाडि जुम आउट जुम इन गर्ने, अनि यसलाई सार्ने अनि मिलाउने ठक्क। 4 आवरमा गएँ है त ल। हामीले ड्र गर्दाखेरि चाहिँ अब यस्तो देखाउँछ क्या भित्रपट्टि। माथिपट्टि ड्र गर्दाखेरि चाहिँ एउटा मात्रै क्यान्डल देखाउँथ्यो होइन, एउटा मात्रै क्यान्डलको हामीले बडी अनि त्यस पछाडि लो मार्क गरेको हो नि त होइन। यहीँ डेलीमा गएर डेलीमा त हामीले यति मात्रै मार्क गरेको छ अहिले होइन। त्यही लागि चाहिँ अब 4 आवरमा जाँदाखेरि चाहिँ यस्तो देख्छ क्या। अलिक कन्फ्युजिङ भयो नि त, भएन हो यही हो क्या फरेक्स भनेको। हामीले मार्क गऱ्यौँ ठ्याक्क यहाँनिर यो एरियामा देखाइरहेछ नि, यहाँनिर हो एरियामा चाहिँ हामीले बडी मार्क गरेको थियौँ। यसलाई म नाम लेख्छु है त, अलिक अलिक बोलाउन गाह्रो हुन्छ। बडीको हाई लेख्छ है, बडी हाई। त्यस पछाडि यो भयो बडी लो। बडी मात्रै हो है, फेरि मैले जस्ट बुझाउनलाई मात्रै लेखेको। यो चाहिँ त्यो माथिको टुप्पो भनौँ ल होइन, हाई लेखौँ। त्यस पछाडि यो चाहिँ सबभन्दा तलको लो।
पोइन्ट हो नि त। अब यसलाई चाहिँ फेरि मैले भने सर फोहोरमा जाने, फोहोरमा जाँदाखेरि त झन् किरिङ मिरिङ देखिन्छ है, बुझिन्छ त है। यो एकदम सजिलो तरिका आफूले जस्तो चलाउँदै गर्नुहोस् होइन। यो सकेसम्म ल्यापटपबाट हेर्ने कोसिस गर्नु, त्यस पछाडि हातसात बानी बसे पछाडि एकैछिनमा भइहाल्छ यो मिलाउने तरिका। अलिक गाह्रो लाग्छ सुरु सुरुमा होइन। यो तलमाथि यो यसरी तलमाथि सार्ने, अनि यहाँ तलको योलाई यसरी यताउति सारे पछाडि यहाँ तलपट्टि यो एरियामा तलपट्टि यसरी सारेपछि अनि आफूले आँखामा ठक्क हेर्न सजिलो पर्ने ठाउँमा लगेर राखेपछि यहाँ यसरी सार्ने अनि ठक्क ठाउँमा राख्ने। मार्क भयो बडीको हाई, यो चाहिँ बडीको हाई हो होइन। कहाँ त बडीको हाई, यो हो नि त अघि हामीले मार्क गरेको ठ्याक्क हेर्दाखेरि होइन। यस्तो स्ट्रक्चर बनेको थियो कि थिएन अघि वान डेमा थियो। अहिले यता कस्तो बिच ठाउँ बनाएछ ल, अब स्टिकको पर्फेक्ट भयो यस्तो है त। एकछिन यसलाई पनि कलर हाल्छौँ अझै रातै गराइदिउँ न होइन टेक्स्ट टाइम अन्त। यो चाहिँ ब्याकग्राउन्ड रेडमा लगाउँ, भयो त भयो है त। यो अलिक बिचको बिचको धर्कोलाई चाहिँ अलिक इग्नोर गरौँ होइन। तर यो चाहिँ हाई र लो हो, यो यहाँभन्दा माथिको हाई यहाँभन्दा मुनिको लो। यो चाहिँ बडीको अघिको बडीको लो यहाँ गएर क्लोज भएको छ नि त, किनभने यो त बियर स्क्यान्डल हो। यसको यहाँनिरबाट ओपन भएको छ। बियर स्क्यान्डलको चाहिँ माथिबाट ओपन भएर तल क्लोज हुने, बुल स्क्यान्डलको चाहिँ तलबाट ओपन भएर माथि क्लोज हुने है त। यस्तो देखाउँछ है त। यो चाहिँ वान डेमा हेर्दाखेरि एउटा क्यान्डल देखाउँथ्यो, 4 आवरमा हेर्दाखेरि चाहिँ 4 आवरमा हेर्दाखेरि चाहिँ यत्रो देखाएँ। पक्ने मैले मार्क गर्छु यहाँ, 4मा हेर्दाखेरि चाहिँ होइन लाइक यत्रो देखाउँछ क्या यो एरिया भयो क्या 4को चाहिँ होइन। अब त्यस पछाडि यहीँबाट अब खोज्नु तपाईँले खोज्ने हो भन्दाखेरि चाहिँ कहाँनिरबाट प्राइस स्टार्ट भएको थियो भन्दाखेरि चाहिँ यो पोइन्टबाट हो है। किनभने बियर स्क्यान्डलको त माथिबाट ओपन हुन्छ नि त, ओपन भयो अलिकति तल गएछ होइन, यहाँसम्म गएछ, यहाँसम्मै गएछ नि, फेरि माथि गयो होइन। रातो त रातो तल झऱ्यो, कालो चाहिँ मेरो माथि जाने हो होइन, कालो माथि गयो फेरि यहाँबाट पनि माथि गएर अनि फेरि तलै क्लोज भएछ, तल गएर तल गयो अनि फेरि यहाँ माथि क्लोज भयो, यो भयो क्या। अब हामीले यसलाई नै फेरि 1 आवरमा जाँदाखेरि अर्कै बेग्लै देख्छ क्या फेरि। ल हेर्नु 1 आवरमा जाँदाखेरि यहाँबाट ओपन भएको, कताबाट ओपन, यहाँबाट ओपन भएको थियो होइन। यस्तो देख्छ एउटा स्विङ बन्यो नि त यहाँ है। अब यहाँबाट आफूले ड्र गर्ने नत्र होइन, कहाँबाट हामीले बडीको हाइबाट स्टार्ट भयो नि त, यहाँ गएको रहेछ यस्तो भएको रहेछ नि त यहाँ मार्केट त। यहाँ गएर यहाँनिर ल मैले चाहिँ यहीँ गएर क्लोज भएको छ भन्ने देखाएँ त। ल हेर्नु मैले हिजोको भिडियोमा ठक्क भनेअनुसारको जस्तो बन्यो कि बन्यो नि त बन्यो है त। यो ब्रेक यहाँनिर कहाँ ब्रेकअप स्ट्रक्चर कहाँ छ त भन्दाखेरि यहाँनिर छ है। यसरी हो क्या खोज्ने भनेको है त। यो यसरी माथिबाट आयो नि त होइन, तल आयो यहाँनिर चाहिँ यो चाहिँ एउटा क्यान्डलको फर्मेसन यसरी बन्यो। अब यसलाई नै फेरि 30 मिनटमा जाने हो भने झन् किरिङमिरिङ देख्छ है। ल 30 मिनट जाँदाखेरि त झन् यस्तो यस्तो यहीँ एउटा यहीँ शून्य एउटा यहीँ 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 यस्तो माथि तल ब्रेकअप स्ट्रक्चर कहाँ कति के छ के छ यसरी यसरी बुझ्ने है तपाईँले बुझ्दाखेरि। ल यो चाहिँ वान डेको क्यान्डल भयो, यो चाहिँ 30 मिनट भयो। यहाँ अब तलतिर गयो भने 15 मिनट यसरी यसरी हेर्ने हो है त। फ्र्याक्टल फ्र्याक्टल भनेको चाहिँ यसरी हो। तपाईँले फ्र्याक्टल मास्टर गर्नुभयो भने फोरेक्स तपाईँको लागि सबभन्दा इजी है त। फेरि तल जाउँ, तल भन्नाले नि अब यही त हो, मैले अघि देखाउनु खोजेको कुरा पनि ठ्याक्कै यही नै हो र यसरी नै यसरी बनाएको भए त झन् सजिलो हुने रहेछ। तल नबनाउँदा नि केही फरक पर्ने रहेछ नि त है। यसलाई नै ल अब उसबाट ड्र गर्दाखेरि चाहिँ कस्तो बन्छ त भन्दाखेरि चार्टबाट बन्दाखेरि यहाँबाट माथितिर गएको छ फेरि यहाँ पुगेको रहेछ, अलिक यहाँबाट तल गएर यहाँ पुगेर न यहाँ पुगेर तल पुगेर यस्तो देख्छ नि त होइन। यहाँ चाहिँ पुगेर यहाँनिर गएर क्लोज भएको छ क्या हो। अब हिजो देखाएको भन्दा आज कति धेरै फरक छ त होइन यसमै हेर्नु। ल फरक छैन त, तपाईँले यहाँ मार्क गर्नु पऱ्यो भने त तपाईँलाई त पसिना छुट्छ अहिले त होइन। हो यसलाई नै मास्टर गर्न सक्नु पऱ्यो क्या तपाईँले। जुन एउटा मेन क्यान्डल हुन्छ नि त्यो क्यान्डललाई चाहिँ तपाईँले मजाले रिड गर्न सक्नुभयो भने चाहिँ हेर्दैखेरि छुट्याउन सक्ने हुनु पऱ्यो। आँखाले हेरेरै ल यहाँ चाहिँ ब्रेकअप स्ट्रक्चर भएको रहेछ, त्यो लाइन साइन ड्र गर्ने नपर्ने तरिकाले यहाँनिर ब्रेकअप स्ट्रक्चर भएको रहेछ, यहाँनिर चाहिँ हुन्छ नि लाइक अब नयाँ हाई बनेको रहेछ, नयाँ लो बनेको रहेछ, हायर हाई बनेको रहेछ, हायर लो आँखाले हेरेर थाहा पाउनेसम्म हुनु सक्नुभयो भने चाहिँ तपाईँको चाहिँ एकदम एकदम धेरै सजिलो हुनेवाला छ है त।
सो होइन यो चाहिँ मैले फ्र्याक्टल चाहिँ मैले यसरी बुझाएँ। बुझ्नुभयो होला सायद, अलिक अस्तिनिको भन्दा अलिक मजाले बुझ्नुभयो होला, तब धेरै सजिलो भयो होला। नत्र भने यो हुन्छ लाइक ट्रेडिङ भ्यूको अब सुरुको यो गामेन तपाईँले बुझ्नु भएन होइन, यो स्क्रिन बुझ्नु भएन भने चाहिँ मैले सबभन्दा तलपट्टि सबभन्दा सुरुमा अहिलेसम्म मेरो जम्मा 3टा हुन्छ, यसले गर्दाखेरि 6वटा भिडियो हुन्छ होइन अपलोड गरिसके पछाडि चाहिँ सबभन्दा फर्स्ट भिडियो हेर्नु, त्यस पछाडि सेकेन्ड भिडियो मैले एकदम स्टेप स्टेप बनाएर हेरेको छु। तपाईँले सबभन्दा बिगिनिङमा चाहिँ कुन चाहिँ भिडियो हेर्दाखेरि ठिक हुन्छ भन्दाखेरि सबभन्दा तल गएर जसलाई ट्रेडिङ भ्यूको चाहिँ एकदम त्यो पुरै एक्सप्लेन गरेको वाला भिडियो हेर्नु। त्यस पछाडि सेकेन्डमा चाहिँ खोइ क्यान्डल कसरी बन्छ त्यो हेर्नु, त्यो हेरेर बुझ्नु भएन भने यो हेर्नु है त, या यो हेर्नु, यो हेरेर पनि बुझ्नु भयो भने त्यो हेर्नु। त्यस पछाडि अनि अर्को मैले यो यो भर्खर यो जुन लाइन ड्र गरेको छु नि, अनि त्यस पछाडि यो मार्केट स्ट्रक्चरको बारेमा बताएको छु होइन, हायर हाई हायर लो हुन्छ नि, लाइक अप ट्रेन्डमा रेन्जमा डाउन ट्रेन्डमा कसरी बन्छ भनेर हो। त्यो चाहिँ मैले हिजो हालेको भिडियोमा थर्ड भिडियो भनौँ न होइन, थर्ड भिडियोमा थर्ड लास्ट भिडियोमा छ होइन, त्यो चाहिँ यहाँनिर गएर हेर्नु। त्यस पछाडि अब भिडियो चाहिँ सकेसम्म म बनाएर हाल्ने कोसिस गर्छु होइन, राम्रोसँग बनाएर हाल्ने कोसिस गर्छु। क्वालिटी इम्प्रुभ भएको छ छैन थाहा छैन, अलिक राम्रो गर्दैछु जस्तो लागिरहेछ, बुझाउने कोसिस एकदम गरिरहेछु। बुझ्नु भइरहेछ भने यसो लाइक ठोक्नु, सब्सक्राइब गर्नु। त्यस पछाडि सर्ट सर्ट भिडियो बनाउने कोसिस गर्छु तर लङ भइहाल्छ क्या। आजको चाहिँ यो फ्र्याक्टल र क्यान्डल फर्मेसनको भिडियो चाहिँ मैले सकेसम्म मजाले बुझाएँ होला जस्तो लाग्छ। बुझाएर अब केही बुझ्नु भएन भने फेरि कमेन्ट गर्नु, फेरि आइहाल्छ नेक्स्ट भिडियो त्यस्तै टपिक भनेर। आजको लागि चाहिँ यति नै, बाई बाई।